सो गाइस लामो समयपछि अब हामी यहाँ आइपुग्यौँ है। लगभग करिब 4 घन्टा लाग्यो हामीलाई यो ठाउँमा आउन। सो यो ठाउँ ठिकै छ होला, तर म पहिलोचोटि आएको ठाउँको नाम पनि थाहा छैन, अहिले सोध्नुपर्छ यो ठाउँको नाम के हो भनेर। यहाँ चाहिँ सब हुँदो रहेछ क्या, नाइटमा चाहिँ ठिक हुँदो रहेछ क्या सायद। यहाँ सब सेकुवा पोल्ने पनि हुँदो रहेछ, सब सेकुवा पोल्ने हुँदो रहेछ यहाँ। नाइटमा पुरा सेकुवा पोल्ने खाने पुरा 1 2 3 4 5 6 6वटा रहेछ सेकुवा ठाउँ पनि यहाँ। पुरा लाइनले लाएर सेकुवा पोल्ने रहेछ। अनि रमाइलो छ, के रमाइलो भयो। अब चाहिँ हामी चाहिँ यहाँबाट सकिन्छ लाग्छ। 15 मिनट अन्तरमा उता हामी चाहिँ उमुनको खोलामा आएर पौडेको। आप पे नहीं आता है ना, आप फिर क्या मुश्किल आ जाओ। सो अब चाहिँ अर्कोमा जानु पर्यो। अनि गयो त्यहाँमा त्यसमा पनि पौडी खेल्यो। अब अर्को ठाउँमा चप्पल नल्याएर दुःख पाएको जुत्ता चाहिँ यसरी हातमा लिएर हिँड्नु पर्यो। गाइस स्विमिङ गरेर नि भ्याइयो हामी चाहिँ अब निस्केको अवस्था। अब जानुपर्छ। अब यहाँबाट 5 घन्टा लाग्छ। अब 5 घन्टा लाग्छ, त्यही भएर अब निस्किनुपर्छ। अब हामी गोलमा सो रमाइलो भयो, त्यही हो। इच्छा पुरा भयो, पौडिनु पनि पौडियो, रमाइलो भयो। अब यहाँदेखि हामी चाहिँ 5 घन्टा लाग्छ जान। 5 घन्टा मटकावाला चाय फोटो